ल हेर्नुहोस् है साथीहरू, कहिलेकाहीँ हाम्रो मोबाइल निकै स्लो चलिरहेको हुन्छ, एप्लिकेसनहरूले बराबर काम गरिरहेका हुँदैनन्। त्यसको लागि हामीले एप्लिकेसन अपडेट गर्नुपर्ने हुन्छ। अपडेट गर्नको लागि सबैभन्दा पहिला हामीले प्ले स्टोरमा जाने है। प्ले स्टोरमा गइसकेपछि यहाँ सर्चको बटन देख्न सक्नुहुन्छ, तल सर्चमा जाने। सर्चमा गइसकेपछि यहाँनिर अपडेट एप लेख्ने। मैले त यो पहिला गरेको हुनाले रिसेन्टमा देखाइरहेछ। यदि छैन भने तपाईँले अपडेट एप लेख्ने है। लेखिसकेपछि तपाईँ सर्च गर्ने। सर्च गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ तपाईँ सी अपडेट भन्ने लेखेको छ, त्यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि हेर्नु त यहाँनिर दुईवटा अप्सन आएको छ। एउटामा अपडेट अल अनि अर्को सी डिटेल्स। तपाईँले सी डिटेल्समा गएर पनि गर्न सक्नुहुन्छ, अपडेट अलमा सिधै गर्दा पनि हुन्छ। मैले सी डिटेल्समा दबाइसकेपछि हेर्नु त यहाँ चारवटा अप्सन आएको छ। तपाईँले यसमा अपडेट अल गरिदिनु पर्ने हुन्छ है। यति गरिसकेपछि तपाईँको जुन जुन एप्लिकेसनमा अपडेट मागिरहेछ त्यो सबैको लिस्ट यहाँनिर आइहाल्छ है। यो सबै अपडेट भयो भने तपाईँको मोबाइल एकदम मजाले चल्छ है साथीहरू।